पीछे मेसिन गन भरर ध्यान फाइनल्ली आजको दिन पनि फेरि आयो। आजको दिन एकदम रमाइलो हुनेवाला छ। आज मेरो प्रिय मित्रहरूलाई मेरो मायालुहरूलाई भेट्ने दिन। अनि तर आजको लुक्स ड्रेसअप यो छ, तर गर्मी होला जस्तो छ, किनभने बिहान चाहिँ चिसो चिसो भएर मैले यो लगाएको थिएँ। अहिले चाहिँ फेरि गर्मी जस्तो महसुस भइरहेको छ। एनिवे केही छैन, भरे तल त अफकोर्स गर्मी हुन्छ। गर्मी भने चाहिँ फुकालेर फोल्ड गरेर अनि ब्यागभित्र राख्नुपर्छ होइन। बात त सही है। अनि अहिलेलाई चाहिँ यस्तै छ। मलाई अघि बाजेले दिइराखेको थियो पैसा होइन, तल जाँदाखेरि खर्च गरे भन्दै एउटा दुईटा यो बाजेले दिएको क्या मलाई। यो चाहिँ तल जाँदाखेरि त चकलेट खा अरे आइसक्रिम खा भनेर दिइराखेको छ बाजेले मलाई। यति चाहिँ दिल गार्डन हो रहा है, बहुत मजा आ रहा है यहाँ पे। अब लागियो बाटो। अनि आज चाहिँ हाम्रो साथीहरू आउँछन्, आज भेटघाट हुनेवाला छ फेरि साथीहरूलाई आफ्टर 1 मन्थ पछि। अनि सबैजना साथीहरू धेरै एक्साइटेड छौँ हामी चाहिँ भेट्नको लागि होइन। अघि नै साथीहरू निस्किसक्यो होला, म पनि टाइम भयो निस्किने, अब निस्किन्छु अनि साथीहरूसँग भेट गरौँला। 1 hour later म चाहिँ भर्खरै झरिसकेँ होइन लिमासोल। साथीहरू पनि तल आइपुग्न लाग्यो भन्दैछ। अनि गर्मी हुन्छ होला भनेको चिसो चिसो रहेछ, ठिकै गरे जस्तो छ यो लगाएर। अहिले हेरौँ भरे चाहिँ मरिन्छ होला। यस्तो छ लिमासोलको नजारा आजको। भिडियो बनाउँदै जाउँ न हामी पनि, के कम र। खोइ बाटो देख्ने भाइहरू चाँडो आउनु न। तू समझा? हाँ। नहीं तू समझा नहीं। आगे आगे तोपैको गोला मेसिन गन भर। ब्युटिफुल हुनु। आगे आगे तोपैको गोला, आगे आगे तोपैको गोला, पीछे पीछे मेसिन गन भरर। मेकुरी मेरो कपाल उठाएर हजुर ए निकाल्नु भन्नुभएको। बाटो देखाउने भाइहरू गइहाल्यो पैसा निकाल्न। यता हामी खोइ तपाईँको नाक नकोट्याउनु त। यता आउनु त, दुईजना कस्तो राम्रो देखिरहेको। आज म होइन राईहरूको प्रोग्राममा यस्तो राम्रो ड्रेस लाएर चिटिक्क परेर हिँड्छ। बाहुनीहरूको सङ्गतको राई, राईहरूको सङ्गतको राई नि। कैसे कैसे लोग रहते हैं यार। आज चाहिँ यस्तो छ होइन प्रोग्राम। निको चियाको टोलीहरू आइपुग्यो होला। यो दुईजना भाइहरू छन् कि बाटो देखाउने। हामी यहाँ भोकलो सेन्टिजार घुम्न लागिसक्यौँ। यति राम्रो मिठो खानाहरू बोकेर हिँड्दाखेरि त हामीलाई पनि खाउँ लाग्यो। लिमासोलबाट 30 मिनट लाग्छ अरे प्रोग्राम ठाउँमा पुग्नलाई। यो दुईटा हिरो भाइहरूले घुमाउनुसम्म घुमाएकै छ। सुन्दरीको मनमा बस्नेको राईहरूको प्रोग्राममा हिँड्दाखेरि कोही भोकले मर्ने, कोहीको जुत्तीले खुट्टा दुख्ने, कोहीको हिजो धेर सुक लागि खाएर बुढी ढुसढुस हुने। 20 रुपियाँ खर्च गर्ने मात्र यत्रो हिँडेर यहाँ गाडी कुर्नेछन्। यो साला खैरोहरू पनि गाडी कुर्दा रहेछन्, हामी मात्रै होइन रहेछ गाडी कुर्ने। माइमहल पुग्न लाग्यो त हामी त। अहिले तिम्रो माइमहल यस्तै बाटो होइन, माइमहल चाहिँ सोलु तिङ्ला पो रहेछ त।
सोलु तिमीला अरे धनकुटाको अरे हो धनकुटाको अरे त भाइ चाहिँ ऊ चाहिँ चलाक रहेछ चम्बु ऊ चाहिँ शेर्पाको छोरा इमान्दार फेरि पुनमले फोन गरौँ ल्याउँछ जानुपर्ने छ प्रोग्राममा हिँड्नुपर्ने छ अनि त्यो ब्याग ल्याउँछ यस्तो हातमा झुन्डाउने टिङ्रिङ टिङ्रिङ पार्टी प्यालेस हिँडेको प्रोग्राम मनाउन पार्टीको ब्याग बोकेर आएको देखेन साइप्रसको आजको वेदर फेरि यस्तो छ घुम्को पनि कति राम्रो हाल्यो राम्रो छ ब्याग देखाउँदैछन् सुन्दर छ ब्याग एकदम कति कराउँछु चुप लगाएर आउनु त गाह्रो छ गाह्रो भोक लागिसक्यो जाने बित्तिकै रोटी झ्याप पक्रिने हो अनि त्यहाँबाट पुक्कु खाएर मात्रै साकेला पोहोर त डह्रो टार्न सिधेको थियो नि ड्रेस मात्रै पो छैन त मसँग यो साल हेर तिमीलाई कुन चाहिँ फ्लाइट मनपर्छ यो म किनिदिन्छु मेरी समझ में नहीं आ रहा मैं क्या कर रहा हूँ पागल हो गया मलाई पनि एउटा यो दरबारको फ्लाइट निर्मला एउटा तिमीलाई मात्रै किन यो दरबारको फ्लाइट एक फ्लाइट मेरो नाम हामी दुईजना यो फ्लाइट खरिद्ने जस्तो अनुहार छ त किन नहुनु चस्मा खोलौँ त चस्मा लगाउनु घामले भोगाले 12 बजेसम्म र राखिएको थोपडा छ यो खरिद गर्ने एक दिन त होला कसो नहोला यो बिल्डिङ हेर पर भोकमरीहरू अलिक चाँडो पाइला सारा त नै मारोगी अभी टाउको दुखो भाइ सास जाने का टाइम है सास जाने का नहीं सिरैमा सिर फुल्ला कानैमा मेरो झुम्का 1 hour later. खोइ पुनमको रोटी सबै देखाउँदैछन् भोकमरीहरू निर्मला दिदी रोटी कस्तो छ Few moments later. Hours later. छुट्टिने बेला भयो होइन हतार हतार पछाडि दुईटा छन् हेर्दा हेर्दै छुट्टिने बेला भयो घर जाने बेला नचाहिँ खतरा हो नि निर्मला निर्मला कहाँ हराएछ नचाहिँ खतरा हो नि हाम्रो आज बिहानको हिँडाइ अनि नचाहिँ अब यसो गर्दा गर्दै साथीहरूसँग छुट्टिने बेला भयो यो खुसीमा खिचिएको तस्बिर हो यो खुसीमा खिचिएको तस्बिर हो हाँसिरहन्छ यसलाई हँसाउनु पर्दैन